Sudan. लेख्दैछु सानो तिमीलाई मुगलानबाट यो चिठी हात खुट्टाले हार मानी बोकी भारी पालुवा किटी याद आउँछ हरेक दिन गाउँको जातो अनि डिकी धन कमाउन परदेश जाने यस्तै रहेछ गाउँको रीति याद आउँछ विदेश आउने अघिल्लो त्यो रात आँसु झार्दै अङ्गालोमा गर्यो नि नेरो बात नजानु न मुगलान भनी तिमीले समाको हात बुढेसकालका आमा बाबा नछोड्नु है साथ सँगै बस्ने खुसी साट्ने छैन रहेछ तकदीर एक्लो हुँदा याद आउँदा हेरी बस्नु तस्बिर नलिनु है धेरै पीर ठिक छ मेरो शरीर एक दिन फर्कनु सानो मेटाई गरिबीको लकीर रहरले होइन सानो जानु परेछ बाध्यताले मुगलानको बाटो देखायो खाली जेबको अवस्थाले घरबाट छोडी हिँडे पैसाको नै आवश्यकताले देशमै जागिर गरौँ पुग्दैन हाम्रो योग्यताले बुझाइ बस्नु तिमी केही वर्षपछि आउँछु विश्वास तिमीले नछोड्नु है म वचन निभाउँछु पीडा जति ठुलो आओस् तिम्रो फोटो हेरी बुलाउँछु पुरा गर्छु जिम्मेवारी काम गर्छु कमर कसेर घरको आर्थिक कमजोर हुन्छ बेरोजगारी बसेर आफन्तले देख्न सक्दैन बस्नु ख्याल गरेर छिमेकीले हेप्लान सानो बोल्दिनु है हाँसेर म जस्तो कैयौँ होला युवाहरू विदेशीको दुःख कष्ट सहेर भोकको पेटमा पिल्सिएको ऋणको ब्याज अनि घरको बोझले थिचिएको दुःख गर्दैछु भविष्यलाई सोची तातो घाममा पहिलो कमाइ आएपछि पैसाको नाममा मन सन्तोष पारी भन्नु परेछ आए राम्रै ठाउँमा काँधमा इँटा बोकी 10 लाखको माथि काम गर्नुपर्छ यहाँ ज्यान धरापमा राखी यो त सुरुवाती हो गर्नु छ धेरै बाँकी